गुण भुल्यो पित्तलको सुन पायो होला भुइँ छोड्यो आकाशको जुन पायो होला गुण भुल्यो पित्तलको सुन पायो होला भुइँ छोड्यो आकाशको जुन पायो होला कलेजी काटेर दिएको ठाउँ सय चिरा बनायो दुख्यो नि घाउ ते घाउमा छर्किने नुन पायो होला गुण भुल्यो पित्तलको सुन पायो होला थ्याङ्क यू निकै मिठो गाउँदै गर्दा तपाईलाई रेकर्डिङ गर्दै गर्दा हजुर यो चर्चा पाउँछ भन्ने लागेको थियो त्यस्तो त कुनै पनि कुराले चर्चा पाउँछ या पाउँदैन भन्ने कुराको त कसैले पनि हामीले ग्यारेन्टी दिन सक्दैनौँ हैन अनि आफ्नो कर्म गर्ने हो निरन्तर काम गर्दै जाने हो भोलि काम गर्दै जाँदाखेरि कुनै सृजनाहरू एकदमै सबैले रुचाइदिनुहुन्छ कुनै सृजनाहरू उहाँहरूसम्म पुगेको पनि हुँदैन हैन त्यस्तो हुन्छ तर पनि आफ्नो साइडबाट काम गर्दाखेरि चाहिँ सकेसम्म यो राम्रो भइदिए हुन्थ्यो भनेर नै गरिराखेको हुन्छ नि त हैन